हाय गाइस के छ हाल खबर के बनाउँदै हो म फ्राइड राइस बनाउँदै हो खाने भए आउनु खानी नै हो ल बहिनीले यता चिया पाक्दै रहेछ दुध हालेको चिया यता अन्डा फ्राई हुँदै रहेछ ल अनि अरु के छ गाग्री त्यही भाँडाकुँडा पानीका ममलाई मेन देखाउनु त के हुँदैन के हुन्छ ल यहाँ यो बहिनीले अन्डा लिएर आई मेरो डियर माई डियर बहिनी यो माई डियर बहिनीले ल के छ खबर तिमीहरूको उ हाल्नु अब त्यसमा चिनी के हाल्नु चिनी मात्रै चिनी मात्रै हाल्नु चिनी मात्रै हाल्दै नहाल्ने त नि कुकम्यान धेरै छन् दुईटा दिदी बहिनीले यहाँ फ्राइड राइस बनाउँदैछन् एकछिनमा खाने हो हामी राइस यहाँ चिनी के अरे उसमा एकदमै ऊ भयो कि त्यो चिया चाहिँ गाइस बिहान बनाएको त्यही भाँडोमा अलिकति गाह्रो पऱ्यो गाइस उताबाट चिनी दुध हाल्नु न उता फ्रिजमा छ यता दुध निकाल्दैछ फ्रिजबाट दुध यो त डेट क्या भने न यो सोया सस छैन अस्तिबाट ल्यायो दिदी चाहिँ पुरा भ्लगर बोल्नु पर्छ तिमीहरू बोला न गाइस हामी चाहिँ भात खाएको छैन बिहानदेखि यही हो बिहानदेखि 2 बजी सक्दा नि भात खान्छ नि र 2 बजी भात पकाउँदैछ पढाउन जाने भएर होला कि पढ्न जाने भएर होला कि के भएर धेरै पढेर म खान्न नि म दुध हालेर चिया नि खान्न कहिले नि म कालो भन्दा खान्न फ्राइड राइस नि यसरी थाहा भयो मलाई पहिला हाम्रो पसल थियो नि उता माथि क्याफे हुँदाखेरि के अनि यो फ्राइड राइस यस्तो मन पराउँथ्यो मान्छेहरूले मैले भने हो अहिले उचाइसक्यो तर यसमा के ससेज अहिले त लङ टाइम भयो नबनाएको यस्तो बिच बिचमा रोक्नु पनि पर्छ क्या मिट मसला इज म्यान्डेटरी क्या यस्तो गर्नुपर्छ हल्का जुम गर्दै गर्नुपर्छ ल यहाँ ल मेरो दिदी नाच्दै हुनुहुन्छ कान्छी दिदी निर्मला दिदी नाच्दै हुनुहुन्छ गाइस उहाँको नाच डान्स ल भाग्नुभयो किन लजाउनु पर्यो यता भान्जी यता दिदीको भान्जी जेठी भान्जी यता दिदीको जेठी भान्जी यता छोरी केही हुनु ल दिदी किन भागिरह हो भागे मेरो दिदी किन भागे यता हाम्रो बहिनी यो माइली मेरो माइली बहिनी ल एकछिन डान्स गरिदिनुलाई मेरो बहिनीले के छ त नानु ठीक छ बहुत अच्छा होगा ल अब हामी एउटा भ्लग बनाउँदैछौँ फ्राइड राइस तयारी हुँदैछ गाइज अब लाइक सब्सक्राइब गरिदिनु होला बेल आइटम बजाइदिनु होला गाइज टिङरिङ लाएर अनि हजुरहरूकोमा भिडियो आयो भने जानकारी भइरहेको हुन्छ अब गाइज एउटा भिडियो बनाएर हामी
प्रस्तुत गर्नेछौँ तपाईँहरूको प्रस्तुत माझ। गर्नेछु। यसो आजबाट के होला कि भनेर सुरुवात गरेको छु। सबैले माया आज गरिदिनु फर्स्ट होला। भगो फर्स्ट हो, मलाई त्यति बनाउन त्यति उ गर्न आउँदैन है। प्र्याक्टिस यस्तै यस्तै वातावरणहरू म जहाँ जान्छु जे गर्छु यहाँ यसो गरेर आउँछु। हजुरहरूले मन पराइदिनु होला भन्न चाहन्छु। फ्राइड राइस पाक्यो मेरो गाइस। बोली फेरि एकदमै रुखो टाइपको छ, हामी सबैको रुखो टाइपको छ, त्यो पनि मन पराइदिनु होला। मनको चाहिँ सफा छु भन्नु न। मनको चाहिँ म सफा छु भन्नु पऱ्यो, आफूले आफै मफै भनेर काम छैन छ र। आफूले भन्ने हो नि, अरूले भन्छ कि तयार भयो फ्राइड फ्राइड राइस। राइस तयार। यो टक्क पानी परे बेला यसरी फ्राइड राइस गरेर चिया खान मजा आउँछ गाइस। ल तपाईँ ल खाने ट्याटु दिदी? मेरो बहिनीको ट्याटु हेर्नुहोस् गाइस यहाँ। बहुत अच्छा छ। हातमा के दामी ट्याटु छ। ल यसको मिनिङ भन्नु होला यसको मिनिङ के हो भनिदिनु होला। बुझ्नेले। ल दिदी, यो गर्नु सानो बना प्लिज। यो दुईटा दिदी बहिनी होइन हौ प्याज खानु हो। त्यहाँ सान्थ्यो त्यो यही हेलो यस्तो गर्नु नजिक आयो भने चाहिँ यस्तो गर्ने होइन। अँ, अनि जस्तै हामीले उता फ्रिजलाई देखाउनु छ होइन, अँ। त्यसलाई चाहिँ यस्तो गर्छ। अनि तिन बनाएको चाहिँ धेरै नजिक भयो भने यस्तो गर्ने, धेरै नजिक भयो भने यस्तो गर्ने। ए ल बहिनीहरूले सिकाउँदैछन् मलाई खिच्न नि। बिस्तारै प्र्याक्टिस हुन्छ। प्र्याक्टिस हुन्छ। ग्यास चाहिँ निभाउनुहोस्। Oh my God, पाक्यो हाम्रो फ्राइड राइस सानो जुन गर्नु। चिया तपाईँ क्यामेरा पुसिरहेन दिदी? होइन यो क्यामेरा खोल्छ नि त, ए अँ त्यही भएर त्यही भएर पछि खोल निकालेर खिच्नु पर्ने। चिया उम्ल्यो, चिया उम्लिँदैछ। चिया उम्लिँदैछ है, तयार हुँदैछ खानेकुराहरू। अनि अब खाने हो, अनि फेरि पब्जी हान्ने हो। पब्जी हान्ने हो। पब्जी भने के हो गेम हो। मलाई त खेल्न आउँदैन हो। पब्जी खेल्दा खेल्दा 3 बजे गाइस। 3 बज्छ। अनि अहिले खेल्यो उठाइदिनु खेल्यो खेल्यो नि त 5 गेम हान्यो। पब्जी खेलिरहेको आमा हो। मजा अनि आउँछ नि पब्जी त। पनि पैसा आउँछ अरे हो त। खै खेल्यो र आउँछ नि खै थाहा छैन। खेल अनि कति खेल्ने गरेको छ त? मैले त धेरै भएको छैन 2-3 दिन। 2-3 दिन। अब यहाँ मेरो बहिनीहरूको लागि लाइक कमेन्ट सबै गरिदिनु है। कमेन्ट अनि मेरो हाम्रो बहिनीहरू टिकटकमा कस्तो गर्नु होला टिकटकमा। मेरो बहिनीहरू कस्तो राम्रो छ कि छैन त्यो पनि कमेन्ट गरिदिनु होला। कोही यसो लभ गर्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला है। अनि नाम चाहिँ मेरो बहिनीहरूको अहिले सेपरेट राख्नेछु। लास्टमा एकदम मन पराउनु भयो भने म अनि नाम जम्मै ल्याउला नि। हस् बाई बाई गाइस। ल अब पाक्यो, अब इन्ड गर्नु यस्तो टक्क यस्तो छ कि अब इन्ड गर्नु।